नमस्ते, म चाहिँ दिपा कुवर रजक डाक्टर सुलेमान अल हबीबमा काम गर्न गइरहेको छु साउदी अरेबियामा एज ए स्टाफ नर्स। नमस्ते, मेरो नाम चाहिँ अस्मिता बुढा। म चाहिँ अहिले मनास्लुको थ्रुबाट चाहिँ डाक्टर सुलेमान हस्पिटलमा आइसियुमा काम गर्न गइरहेको छु। योभन्दा अगाडि चाहिँ म धुलीखेल आइसियुमा काम गर्थेँ, अहिले चाहिँ मनास्लुको थ्रुबाट जान लाग्यो। हजुरलाई पनि बेस्ट नै लाग्यो जस्तो लाग्छ मलाई चाहिँ। हो, त्यही त मैले त खास 1 इयर अगाडि थाहा पाएको हो यहाँको बारेमा। मैले इन्टरभ्यू पनि अगाडि नै दिएको थिएँ। पछि अनि अब केही भएर अब अर्को प्रोसेसिङ भइरहेको भएर चाहिँ मैले एकछिन पज गरेको थिएँ। पछि फेरि होइन, यो नै बेस्ट जस्तो लाग्यो कि सबैतिर बुझेर पनि, त्यही भएर चाहिँ मैले यहीँबाट प्रोसेसिङ गरेको। यहाँ चाहिँ एकदमै बेस्ट छ क्या। सँगै जान लागेको रहेछौँ है, त्यो पनि बल्ल आज मात्र भेट भयो है। हजुर दिदी, पहिला पनि अब यत्रो प्रोसेस गरेको त लङ टाइम भयो, तर पनि हुन्छ नि एकअर्काले त्यस्तो थाहा थिएन। फाइनली आज चाहिँ भेट भयो, खुसी लाग्यो तपाईँलाई भेटेर। मलाई पनि खुसी लाग्यो। अब भोलि त सँगै जाने होला। हुन्छ, एउटै सिटमा बस्नुपर्छ नि दिदी फेरि। ए हुन्छ, भइहाल्छ नि। कस्तो जाने दिनसम्म चाहिँ होला है। अब ब्रान्च हाम्रो छुट्टै छ। मेबी अब तिमी अर्कै ब्रान्चमा पढ्छौ होला, म अर्कै ब्रान्चमा पढ्छु होला। त्यही त, जाँदासम्म पनि कस्तो थाहा नभएको है, पहिलादेखि नै लाइक हुन्छ नि यो मान्छेहरू हो भनेर सबै सेक्रेट राख्ने रहेछ कुराहरू, लाइक आफूलाई सेफ फिल पनि हुने रहेछ नि। त्यो त एकदमै राम्रो हो नि। अब चाहिँ साँच्चै तिमीले चाहिँ यहाँको बारेमा कसरी थाहा पायौ नि? मैले चाहिँ त्यही इन्स्टाको थ्रुबाट थाहा पाएको, सोसियल मिडियाको थ्रु नै थाहा पाएको हो। अनि त्यसपछि मेरो साथी पनि साउदीमा छ। साथीले भनिसकेपछि चाहिँ अझ राम्रो छ जस्तो लागेको। सबै सेफ्टी सेक्युरिटीको कुराहरूदेखि लिएर स्यालेरीहरूदेखि लिएर अनि अकोमोडेसनको कुरा सबै राम्रो जस्तो लाग्यो। त्यही भएर चाहिँ मैले पनि एप्लाई गरिहालेको। त्यही त, तिम्रो त साथी पनि रहेछ, सजिलो नि भयो है। ठिकै छ। अब यहाँ सबै जेड अफ कस्टिङ हो है। सबै हामीले 1 रुपियाँ पनि पैसा तिर्नु परेको छैन। कति सजिलो भएको छ हामीलाई जानको लागि होइन। ओके, सबैभन्दा सजिलो चाहिँ मलाई यही नै लाग्यो। लाइक हुन्छ नि अब पैसा प्रोसेसको लागि पनि त्यस्तो पैसा नलाग्ने होइन। अनि बस्न खान पनि सबै फ्रीमा, फ्री भिजा, फ्री टिकट है। यो चाहिँ एकदम बेस्ट लागेको मलाई। सबै के हरेक कुराहरू प्रोसेसिङदेखि लिएर होइन। अब हामीलाई गाइडेन्स पनि होइन यहाँबाट एकदमै मजाले गरिदिनुहुन्छ सर म्यामहरूले। अनि त्यही त, साउदी जाने लाइक त्यो दुबईकोहरू त्यो पनि सुनिरहेको थिएँ, तर साउदी जानुको लागि चाहिँ मनास्लुको थ्रुबाट चाहिँ एकदम बेस्ट जस्तो लाग्यो मलाई चाहिँ सबै कुराहरू। अनि हाम्रो डकुमेन्टहरू मिलाइदिनेदेखि लिएर हुन्छ नि कहाँनिर के गर्ने सबै कुराहरू, गाइडेन्सको कुराहरू चाहिँ एकदम मजाले भनिदिनुहुन्छ, सिकाइदिनुहुन्छ होइन। उता गएर कसरी आफूले सबै कुराहरू ह्यान्डल गर्ने त्यो चाहिँ अहिलेदेखि नै भनिदिनुहुन्छ। त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो दिदी। त्यही मलाई चाहिँ बेस्ट लागेको दिदी। अब करियर डेभलपमेन्टको लागि भयो, अनि अर्को भनेको इन्टरनेसनल एक्सपोजर हुन्छ होइन, प्रोफेसनली पनि राम्रो भइन्छ। त्यसको लागि चाहिँ हजुरलाई के लाग्छ दिदी यसको बारेमा? हो, मलाई पनि त्यही हो। मेन त हामीले त त्यहाँ एज अ रेजिस्टर्ड नर्सै काम गर्न पायौँ, त्यो सबैभन्दा राम्रो कुरा हो। किनभने हामी कुनै कन्ट्रीमा गयो भने अब हुन्छ पिसिएल लेभल हो, उता गएर होम केयरमा काम गर्ने, केयर गिभरमा काम गर्ने त्यस्तो हुन्छ। त्यही भएर त्यहाँ चाहिँ हामी एज अ रेजिस्टर्ड नर्स जाँदाखेरि चाहिँ हामीलाई मेन प्लस पोइन्ट भयो क्या। अब अपर्च्युनिटी पायौँ हामीले, अनि एक्सपिरियन्स पनि राम्रो हुने भयो। जस्तै इन्टरनेसनल एक्सपिरियन्स भयो हामीलाई। त्यही भएर इफ त्यहाँबाट बाहिर अरू कन्ट्री ट्राई गर्नु मन छ भने पनि बेस्ट हुन्छ है। मलाई चाहिँ त्यस्तो लाग्छ क्या। मलाई पनि त्यही लागेको दिदी। अब थोरै अरू भन्दा पनि फाइनेन्सियली पनि अलिकति सपोर्टै हुन्छ त्यहाँबाट होइन। हुन्छ यति। त्यही त, अलिकति नर्भस त छौँ हामी होइन, फर्स्ट टाइम जान लागेको छौँ होइन। तर ठिकै छ, राम्रो छ उता पनि। यदि अब कोही नर्सहरूले ट्राई गर्न चाहनुहुन्छ भने प्लिज ढुक्कसँग गर्दा हुन्छ। सेफ छ, यहाँ जेड अफ कस्टिङ हो सबै कुराहरू। मेन चाहिँ मनास्लुको थ्रुबाट गर्नु भन्छु, किनभने तपाईँहरूलाई फर्दर पछिसम्मको लागि पनि राम्रो हुन्छ। मेन भनेको आफू सेफ पनि फिल गर्न सकिन्छ। अनि डकुमेन्टेसनको कुराहरूदेखि लिएर कहाँनिर कसरी अगाडि बढ्ने भन्ने कुराहरू चाहिँ मनास्लुले एकदम मजाले सिकाउनुहुन्छ दिदी। त्यहाँ गएर ट्रेनिङमा सँगै बस्नुपर्छ। हुन्छ, भइहाल्छ नि। ल हुन्छ।